हेलो एभ्रिवान, सबले नमस्ते। माई नेम इज विवेक घताने। यहाँहरु माझ फेरि पनि म एउटा नयाँ विषयमा आफ्नो विचार आदान प्रदान गर्न आएको छु। आजको विषय अरु केही नभएर डान्ससँग सम्बन्धित विषय नै छ। विशेष गरी नयाँ मान्छेहरू, बिगिनरहरू जसलाई डान्स केही गर्नै आउँदैन, उहाँहरूको मलाई भेट्दाखेरि पनि प्रश्न रहन्छ र अनलाइन मिडियाहरुमा पनि मलाई सोधिरहने एउटै प्रश्न छ, डान्स हामीलाई फिट्टिकै गर्न आउँदैन, कसरी सिक्ने? त यो कुरो एकदमै महत्त्वपूर्णको साथमा आज उठाउन गइरहेको छु। त डान्स गर्नै आउँदैन, कसरी उठाउने भन्ने कुरो यो धेरैको मनमा लागेको प्रश्न हुन सक्छ र यो आज मैले दिने आफ्नो विचारहरू विशेष गरी नयाँ मान्छेहरूको लागि र अथवा बिगिनरहरूको लागि हो, जो डान्समा मास्टर हुनुहुन्छ उहाँहरूको लागि मैले भन्न खोजेको हैन। तपाईहरुसँग मेरो असहमति हुन सक्छ अथवा तपाईहरुको आफ्नो विचार अलग पनि हुन सक्छ। मेरो लागेको विचारमा सहमति हुनुहुन्छ भने लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सिनु होला। र म के भन्न चाहन्छु भने डान्स आफैमा अथवा सुरुमै कसैलाई आउने विषय पक्कै पनि हैन। यो हामीले कसै न कसैबाट पक्कै पनि प्रभावित भएर नै डान्सलाई अगाडि बढ्दै अथवा डान्स सिक्दै अथवा आफूलाई इम्प्रुभ गर्दै अगाडि गइन्छ जस्तो मलाई लाग्छ। किनकि कोही पनि कुनै पनि कुरा हामी जन्मदै सिकेर पक्कै पनि आएको हैनौं। तर के चाहिँ फरक हो भनेदेखि जस्तो कुनै मान्छेहरू अलिकति जन्मदै अलिअलि के गड गिफ्टेड जस्तो अथवा अलिकति गीत संगीत बज्ने बित्तिकै अलिकति नाचिहाल्नु जस्तो, गाइहाल्नु जस्तो, त्यस्तो खालको अलिकति बानी चाहिँ अलिकति बढी नै, अरूमा भन्दा अलि बढी नै भएको देखिन्छ। डान्सरहरुमा हुने गुणहरू यसो मतलब मोटामोटी हेर्ने हो भनेदेखि अलिकति बच्चैदेखि पनि छटक देखाउने चाहिँ थाल्छन्। जस्तो फुटबल खेल्न खेलाडीहरूले सानैदेखि टालाकै बल भए पनि खेल्न रुचाउँछन् होला हैन, अथवा कुनै इन्जिनियर फिल्डको मान्छेले त्यस्तै कुनै सामानहरू बनाउने, बिग्रेको सामानहरू भत्काउने अथवा बनाउने त्यस्तो काम जो सानैदेखि एउटा छटक चाहिँ देखिन्छ देख्न चाहिँ। त्यस्तै अब कसैलाई गड गिफ्टेड हुन्छ, तर अब यसो भनेर अब फेरि पछि एकैचोटी फेरि नाच्न पाए नि हुन्थ्यो भन्ने मन के त्यस्तो खालको सोच आउने मान्छेले चाहिँ के नाच्नै नसक्ने हो र? होइन, पक्कै पनि होइन। कसैलाई अब सानैदेखि नाच्नु लाग्छ, कसैलाई उमेर आएपछि विशेष गरी 15-16 वर्षको उमेरमा सबैजना नाचेर गाएको हेर्दाखेरि देख्दाखेरि आफूलाई पनि नाच्नु जस्तो लाग्ने अथवा सिक्नु जस्तो लाग्ने, त्यस्तो हाम्रो एउटा उमेर सँगसँगै बदलिने एउटा स्वभाव पनि हो। त्यस्तो अवस्थामा पनि हामीलाई त्यस्तो रहरहरू बढी नै लाग्न सक्छ। र सुरुमा म आफ्नै पनि एउटा इक्जाम्पल दिनु पर्दाखेरि सुरुमा म पनि एकदमै लजालु स्वभावको थिएँ र पछि उमेर सँगसँगै अलिकति मतलब नृत्य फिल्डमा अलि इन्ट्रेस्ट जाग्न थाल्यो र एकदमै सुरुमा सिक्न इन्स्टिट्युटमा सिक्न जाँदा पनि एकदम पछाडि बसेर सिक्ने गर्थेँ र बिस्तारै अलिअलि कन्फिडेन्स लेभल बढ्दै गइसकेपछि त्यो लाज पनि बिस्तारै हराउँदै जाँदो रहेछ हैन। त्यसको लागि पनि तपाईहरुले इन्स्टिट्युटमा आएर सिक्नुपर्ने जरुरी हुन्छ। र कसरी सिक्ने डान्स भन्दाखेरि अब नर्मली डान्स सिक्नको लागि अब एउटा गड गिफ्टेड त छँदैछ, अलिअलि जिउ चल्न आफ्नै ठाउँमा छँदैछ, तर सिकेर गर्यो भने कुनै पनि कुरा असम्भव छैन है त। किनकि हाम्रै वरपर धेरै इक्जाम्पलहरू देख्न सक्छौँ। हामीले हात खुट्टै नभएको मान्छेहरूले पनि नाचेको देख्न सक्छौँ भने हामीसँग जसँग हात खुट्टा आँखा सबै थोक सलक्कै भगवानले बनाइदिएछन् उनीहरूलाई नाच्नको लागि गाह्रो कुरो छैन। तर सिस्टममा हुनु पर्यो, बीट अनुसार नाच्न सक्नु पर्यो हैन। हरेक डान्स स्टाइल गर्ने आफ्नै तरिकाहरू छ, बेसिक कुराहरू छ। बेसदेखि नै मेहनत गर्दै जानु पर्यो हैन। अब आजकलको बच्चाहरू विशेष गरी अब सुरुमा अलिअलि वार्म अपहरू गर्न पनि अलिकति अल्छी गर्ने, एकैचोटी डान्स गर्न पाए हुन्थ्यो जस्तो गर्ने। इन्स्टिट्युटमा आएर सिक्नको लागि कतिलाई त यस्तो भ्रम हुन्छ कि सिधै आउने बित्तिकै सिधै गीतमा बाटाबाटी कम्पोज भइहाल्छ र गीतमा कुनै सिक्ने भन्ने पनि कसैको भ्रम हुँदो रहेछ। र कतिपय इन्स्टिट्युटहरूमा र सिधै गीतमा पनि सिकाउँदो रहेछन्। मलाई चाहिँ त्यो अलिकति जायज लाग्दैन, किनकि कुनै पनि कुराहरू एकदम फाउन्डेसनै छैन, मतलब बेसिकै छैन, बेसै छैन भनेदेखि कसरी अगाडि माथि चढाउनु, त्यो आफैमा अचम्म लाग्दो कुरा हो। त्यो चाहिँ कस्तो भने अब पढाइ नआइ सिधै उड्न सिकाए जस्तो कुरा है। जस्तो मान्छेले पढाइमा पनि हाम्रो क देखि ज्ञसम्म जान्नै पर्यो
एदेखि जेडसम्म जान्नै पर्यो, बल्ल एउटा अक्षर जानेपछि शब्द चिनिन्छ, शब्द जानेपछि एउटा प्यासेज हुन्छ, प्यासेजपछि कपी भरिन्छ, त्यस्तै किताब बनिन्छ। त्यस्तै हो डान्स पनि, सुरुमा एक एकवटा स्टेप्सहरू सफासँगले गर्न सक्नु पर्यो होइन। हिपहपमा हो यो बाउन्सदेखि लिएर यो बडी रकदेखि लिएर होइन एभ्री मोमेन्टहरू एकदम गर्न सक्नु पर्यो। त्यस्तै अब नेपाली डान्सको नि आफ्नै बेसिक स्टेप्सहरू छ, कसैलाई डिपिङै गर्न आएको हुँदैन, कसैलाई कम्मर नै हल्लाउन आएको हुँदैन, अब सिधै एकैचोटि नाच्नलाई त्यस्तो अवस्थामा सकिँदैन। त्यस कारणले गर्दाखेरि पहिला बेसिक स्टेप्सहरू एकदमै ध्यान दिएर सिक्नुपर्ने हुन्छ। बडीलाई सफा गर्ने, आफ्नो अगाडि ऐना हुन्छ, ऐना अगाडि हेरेर अरू जस्तै भएको छ कि छैन, आफ्नो मिलिरहेको छ कि छैन, उल्टो भइरहेको छ कि सुल्टो भइरहेको छ कि हेरेर विचार गरेर त्यहाँनिर तपाईँहरूले सिक्न सक्नुहुन्छ। र अर्को कुरा अब मैले अघि सुरुमा पनि उठाएको थिएँ, हामीले जहिले पनि डान्स भनेको आफैमा उत्पन्न भएर हामी आफैले बनाएको पक्कै पनि होइन, यो हिजो भगवानकै पालादेखि चलिआएको भन्छन् र त्यसै गरी क्रमशः विकसित हुँदै अहिले त डान्सको कति धेरै रूपहरू आइसकेका छन्। हप्ता दिनमै डान्सको अपडेट भर्जनहरू आइरहेको हुन्छन्। र एउटा कुरो के सोच्नु पर्यो भन्दाखेरि डान्स सिकिसकेपछि यसलाई सिद्ध्याउँछु, सिद्धै सक्छ, 6 महिना वर्ष दिनभित्र सिकेपछि त म सबै जान्ने भइहाल्छु भन्ने कुरो चाहिँ कहिले पनि हुँदैन। यो भनेको एकदम निरन्तर प्रक्रिया हो। हामीले एउटा सिकेपछि अर्को कुरा झन् थपिँदै जान्छ, मतलब कहिल्यै सिद्धिँदैन। यो एउटा महासागर हो। हामीसँग जत्रो आफ्नो भाँडो छ त्यत्रै निकाल्न चाहिँ सक्छौँ, तर पुरै सागर रित्याउँछु भनेर सोच्नुभयो भने चाहिँ त्यो एकदमै महाभुल हुन्छ है त। मैले जानेको कुरा कसैलाई अब रित्याउँछु भने जस्तो लाग्छ भने रित्याउनुहोस्, त्यो तपाईँको विचार हो होइन। तर एउटा प्र्याक्टिकली भन्नुपर्दाखेरि त्यो सम्भव छैन होइन। एउटै डान्स स्टाइलमा त कतिवटा रूपहरू हुन्छ भनेदेखि अब विश्वभरि कतिवटा डान्स छ, एउटै हाम्रै नेपाली डान्स कल्चरल डान्सहरू कति प्रकारका छन् होइन। र कतिपय मान्छेहरू एउटै मात्रै डान्स स्टाइल गरेर पनि हुनुहुन्छ, त्यो पनि आफ्नो इच्छाको कुरा हो। तपाईँलाई कुन डान्स स्टाइलमा बढी इच्छा लाग्छ त्यो मात्रै पनि गर्न सक्नुहुन्छ होइन। तर अब एउटा व्यावसायिक रूपमा काम गर्नको लागि चाहिँ तपाईँहरूले भरसक सबै खालको डान्स स्टाइलहरू अलिअलि भए पनि जान्नुभयो र सिक्नुभयो भनेदेखि काम लाग्छ। कमसेकम यसरी डान्स क्लास चलाएर बस्नु पऱ्यो भने काम लाग्यो होइन। भनेदेखि हरेक डान्स स्टाइल अनुसारका टिचरहरू ल्याएर राख्न सक्नु पर्यो। अब अहिलेको यो कम्पिटिसनको जमानामा त्यो पनि सम्भव अलि नहोला, अलि चल्ने ठाउँमा त त्यो पनि सम्भव होला, तर अहिले अब डोबाटै पछि यस्तो डान्स क्लासहरू हुन्छ। त्यस्तो अवस्थामा अब टिचरलाई जागिर दिएर आफ्नो भाडा तिरेर त्यो गर्न अलिक गाह्रो हुन्छ। त्यस कारणले गर्दा आफैले सबै थोक अलिअलि भए पनि राम्रोसँगले बेसिक कुराहरू राम्रोसँग सिक्यो भने पनि एकदम प्लस पोइन्ट हुन्छ। र अब कसरी सिक्ने मुख्य कुरो त्यही नै छ होइन। त्यसको लागि अब एक त राम्रो इन्स्टिच्युटमा जानु पर्यो हजुरहरू होइन। अब हुन त आजभोलि युट्युबहरू हेरेर अथवा विभिन्न सोसल मिडियाहरूबाट नै सिक्ने चलन छ, त्यसरी पनि सिक्न सकिन्छ, एउटा माध्यम हो। कतिपयले त्यसरी नै सिक्नुहुन्छ, म आफैले पनि खुद कतिपय डान्स स्टाइलहरू त त्यसरी नै सिकेँ पनि। तर त्यसको लागि चाहिँ हजुरहरू केही न केही अलिअलि सुरुमै अलिअलि जान्ने चाहिँ हुनैपर्छ। त्यत्तिकै अब एउटा बेसिक नलेजसम्म नभएको मान्छेहरूले युट्युबबाट अथवा अन्य सोसल मिडियाहरूबाट हेरेर सिक्न अलिक गाह्रै पर्छ होइन। तपाईँहरूले त्यसको लागि अब अहिले त विभिन्न ठाउँहरूमा होइन आफ्नो एरियामा चोकमा यस्ता डान्स क्लासहरू खोलेको हुन्छन्। एउटा राम्रो गुरुसँग गएर उहाँले भनेअनुसार उहाँको निर्देशनलाई फलो गर्दै जानुपर्ने हुन्छ तपाईँले। र सिकाउनेहरूले पनि अब भरसक अब जराइदेखि मान्छे हेरेर मतलब सिकाइदिनु भयो भने अझ राम्रो हुन्छ होइन। अब मान्छेलाई बेसिक स्टेप चाहिँ गर्न आएको छैन, एकैचोटि यो वेभ गर या गर, त्यो मान्छे कतिपयलाई यति वेभ सिक्नलाई 6 महिना जति लाग्छ होइन। अब कम्पोजमा अब कोरियोग्राफी गर्दाखेरि यो स्टेप सिधै पऱ्यो भनेर अब नयाँ गएको मान्छेलाई त्यो सिक्न आउँदैन। यसको त आफ्नै तरिका छ, मेथड छ, यस्तो गर्ने त्यसो गर्ने भनेर बिस्तारै इम्प्रुभ हुँदै जाने कुरा हो। यसको मतलब डान्स गर्न आउँदैन भन्ने होइन, आउँछ तर क्रमैसँग हुनु पर्यो है त। र एउटा इङ्ग्लिस जान्नको लागि एउटा नियम छ भन्थे हाम्रो टिचरहरूले, लिसन गर्ने, हेर्ने, अरूले बोलेको सुन्ने, आफू पनि बोल्ने प्र्याक्टिस गर्ने, लेख्ने भने जस्तै डान्स पनि हेरेर पनि केही कुराहरू हामीलाई इन्सपिरेसन मिल्छ। जस्तो कुनै विभिन्न रियालिटी सोहरू हुन्छन्, इन्डियाका रियालिटी सोहरू अथवा विदेशका रियालिटी सोहरू अथवा नेपालभित्रै हुने विभिन्न रियालिटी सोहरू पनि हेर्न सक्छौँ। र विभिन्न राम्रो म्युजिक भिडियोहरू
हुँदाखेरि त्यहाँको डान्स स्टाइलहरू तिनीहरूले हिरो हिरोइनहरूले गरेको डान्सहरूबाट हामी प्रभावित हुन पनि सक्छौँ अथवा आफ्नो कुनै मनपर्ने डान्सरलाई सधैँभरि फलो गरेर उसको स्टाइलहरू हेर्न पनि सक्छौँ। एउटा मात्रै हेर्ने होइन, सबै खालका डान्स स्टाइलहरू हेर्ने बानी गर्नुपर्छ। र अर्को कुरो हामी डान्सरहरूको आफूले गर्ने मात्रै डान्स, अरूले गर्ने चाहिँ डान्सै होइन भने जस्तै अलिकति डिसरेस्पेक्ट गर्ने गर्छौँ। त्यो पनि एकदमै नराम्रो पक्ष हो जस्तो लाग्छ, किनकि हरेक डान्स गर्नलाई उत्तिकै मेहनत र उत्तिकै परिश्रम लाग्छ, उत्तिकै भूमिका छ सबै डान्सहरूको। र आफूले नगरे पनि कमसेकम अरूले गर्ने डान्सलाई हामीले रेस्पेक्ट गर्नुपर्छ। त्यो चाहिँ एउटा असल डान्सरमा हुनुपर्ने गुण हो। र त्यही हो, अब सिक्नको लागि तपाईँहरूले अब राम्रो एउटा गुरुकोमा जाने, बेसिकदेखि नै राम्ररी मेहनत गर्ने। एकैचोटि सबै थोक आउँदैन, 6 महिना लाग्ला, वर्ष दिन लाग्ला, 2 वर्ष लाग्ला, 5 वर्ष लाग्ला, तर निरन्तरता भने हुनु पर्यो। अब कसैले 1 महिना 15 दिन गर्ने बित्तिकै ओहो मैले नसक्ने रहेछु भन्ने कुरोबाट चाहिँ तपाईँहरू वञ्चित हुनु पर्यो। आई क्यान डु भनेर सोच्नु पर्यो। 1 महिना, 2 महिना अथवा 1 दिनमै तपाईँले अलिअलि भए पनि चेन्ज भएको महसुस पाउनुहुनेछ। र त्यसरी एकदमै मतलब आफूलाई निरन्तर रूपमा लागि पार्नु भयो भनेदेखि पक्कै पनि एक दिन तपाईँ राम्रो डान्सर हुनुहुनेछ। र अघि मैले एउटा कुरो भनेको थिएँ, डान्स गरेर कहिले सिद्ध्याएर चाहिँ सकिँदैन, तर जति गर्यो त्यति धेरै राम्रो गर्न सक्ने अवश्य पनि हुन्छौँ। र यति भन्दै तपाईँहरू माझबाट म आज बिदा हुन चाहन्छु। मेरो भनाइ कस्तो लाग्यो, मेरो विचारमा सहमति हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब र आफ्नो मन लागेको कुरा कमेन्ट पनि गर्न सक्नुहुनेछ। सबलाई धेरै धेरै धन्यवाद छ। नमस्ते।